तिमी बिना यो मन्दिरहरू के हो यार चट्ट पारामा यस्तो छ ठाउँ त बवाल छ बवाल उहिले पनि हाल्छु म त फेरि रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सोके मलाई चाहिँ अलिकति गाह्रो भयो है यो ठाउँमा चाहिँ यस्तो छ ठाउँ बबाले छ के यस्तो उहिले हान्न पाउँछ है सो हेलो एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ आफ्टर लङ टाइम म मेरो भिडियोलाई स्टार्ट गर्दैछु अगाडि हप्ता पुरै पानी परेर चाहिँ आज बल्ल एकदमै राम्रो मौसम भइरहेको छ र यो हप्ता आशा गर्दछु धेरै राम्रो हुनेछ र यहाँबाट पानी नै नपरोस् हैन पानी चाहिँ पर्नै पर्छ पानी धेरै नपरोस् र कहिले पानी र कहिले घाम हैन कहिले राम्रो मौसम भइदिए राम्रो र आज मौसम राम्रो हुनुको साथसाथै मान्छेहरू पनि बाहिर निस्किरहेछन् हैन आज मौसम धेरै राम्रो भइरहेको भएर चाहिँ म यसो बाहिर वरिपरिका पार्कहरूको नजारा चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्छु भनेर चाहिँ म मेरो आफ्नै रुमबाट चाहिँ मैले आफ्नो ब्लग स्टार्ट गरेँ आजको ब्लग पनि त्यही वरिपरिकै पार्कहरूको भ्यूहरू तपाईँहरूलाई देखाउने मेरो ब्लग त्यही हुनेछ र अहिले बिहानी पखको 9:50 भइरहेको छ टाइम जापानमा र अब म यहाँबाट मेरो रुमबाट ब्लग स्टार्ट गर्दै चाहिँ उता वरिपरिका पार्कहरूको भ्यूहरू चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गर्छु आशा छ अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ र यहाँबाट पनि भ्यू एकदमै दामी देखिन्छ एकदमै आज मौसम धेरै राम्रो भइरहेको छ है यी देख्न सक्नुहुन्छ क्या बबाल छ त भ्यू है चट्ट बिहानै उठेर चाहिँ यसो बाहिरको भ्यू हेरेर एकदम मजा आउँछ र साइकल चाहिँ यही हो मैले बनाउन भनेर यो डिस्क ब्रेक यसको ब्रेक चाहिँ बनाउने भनेर मैले माथि आफ्नै रुममा ल्याएको थिएँ र ल्याएर पनि के गर्ने अब बनाउन सकिनँ अब अगाडिको त्यो ब्रेक सिमानो ब्रेकको चाहिँ त्यो ओइल चाहिँ पुरै पोखिएर ब्रेक नै लाग्न छोडेछ है गाह्रो भयो फेरि ट्रबलमा पऱ्यो एकदम समस्या पऱ्यो समस्या नै समस्या छ र यो समस्याहरू कसरी समाधान गर्ने भनेर म आफै दिक्कत लागिसकेँ यार मैले चाहिँ फेर्न चाहिँ यो अगाडिको यो हब चाहिँ मैले फेरेको थिएँ यो पुरै उहिले फेरेको थिएँ यसलाई खोलेर त्यो पनि अलिकति हल्लिरह होइन तर चाहिँ काम चलाउन चाहिँ भए साइकल काम चलाउन समय चाहिँ मैले बनाएको छु बनाउन त बनाएको छु हो मैले खतरा बनाएको छु साइकल त जस्तो सुकै साइकल हवाई जहाज पनि बनाइदिन्छु अरे क्या अब अरे कौन भौंक रहा है ये बदतमीज लेट्स सी अब निस्किम है त यहाँबाट रेडी हुनुहुन्छ त जापान फुकुओकाको पार्क हेर्नलाई सो गाइज मिल्ते हैं राइट में है त बाबा सो गाइज म अहिले चाहिँ रेडी भएर चाहिँ बाहिर निस्किन आँटेको है र यहाँबाट मेरो एमटिभीलाई चाहिँ बाहिर निस्कालेर लास्टै दुःख थियो यार बनाउने भनेर यहाँ रुमभित्र ल्याएको थिएँ खोइ बनाउनै सकिनँ त्यहाँको न ब्रेक लाग्छ यार पछाडिको ब्रेक मात्र छ अगाडिको ब्रेक त पुरै ओइल पोखिएर यसको ब्रेकै लाग्न छोडेछ क्या अब चाहिँ यहाँबाट यसलाई लिएर चाहिँ म उता पार्कहरूमा जानेछु र पार्कहरूको भ्यू कस्तो देखिन्छ भन्ने तपाईँहरूलाई म देखाउने कोसिस गर्छु र अन्तिमसम्म हेरिदिनु होला है त गाइस अहिले चाहिँ मैले माथिबाट चाहिँ मेरो साइकल तल ल्याइसकेँ र यहाँबाट मेरो राइडलाई स्टार्ट गर्छु र तपाईँहरू हेर्नु होला यहाँका वरिपरि भ्यूहरू र यहाँका घरहरू यहाँको बाटो यहाँको माहौल कस्तो छ हेरिदिनु होला र यहाँबाट म मेरो गोप्रोलाई यहीँबाट सेट गर्दै राइड चाहिँ स्टार्ट गर्छु र गाइस हेर्नु होला जित ब्लग है त यहाँबाट स्टार्ट गर्छु यहाँबाट जान्छु अब मेरो राइडलाई इन्जोय गर्दै र यहाँको भ्यू यस्तो रहेको छ गाइस देख्नुहुन्छ है उहिले पनि हाल्छु म त फेरि यस्तो हाल्छु है उहिले चाहिँ हावा चलिरहेको छ होइन अब यहाँबाट बिस्तारै लाग्नुपर्ने हुन्छ उता पार्कतिर है जापानको फुकुओका भन्ने ठाउँको यो त माहौल चाहिँ यस्तै छ है यहाँबाट उता लाग्छु के कस्तो हुन्छ हेरौँ आफ्नो राइडलाई इन्जोय गरौँ मेरो साइकलको त फेर्न त फेरि तर पछाडिको विल चाहिँ अलिकति आवाज आइरहेछ खण्डाङ्गुन्नु यहाँका घरहरू पनि धेरै राम्रो हुन्छ यार यी देख्न सक्नुहुन्छ है बबाल घरहरू हुन्छ क्या
बवाल छ काम त। वा घर राम्रो, ठाउँ राम्रो, कति सफा हो यार। ठाउँ त कति सफा हो यहाँको। यस्तो छ है जापानमा बाटोघाटो ठाउँहरू यस्तै छ। सो हेर्नु होला, यस्तो छ बवाल छ है ठाउँ चाहिँ। अब उता पार्कतिर जानेछु एकान्त शान्त ठाउँमा। यहाँतिर अलिकति हावा चलिरहेछ है। यो चाहिँ नि खासका स्टेसन भन्ने ठाउँ, जहाँ चाहिँ नि एकदमै होइन कहाँ कहाँ जानुको लागि चाहिँ यहाँबाट स्टार्ट गर्नुपर्ने हुन्छ। यहाँ एउटा सिग्नल छ। अब यहाँबाट भित्रै जान्छु। त्यो भित्रको ठाउँहरू चाहिँ देखाउनु प्रयास गर्छु है त। सो रुल चाहिँ फलो गर्नुपर्छ यहाँको जेब्रा क्रसबाट चाहिँ। अब यहाँबाट भित्रै लाग्नेछौँ। सो गाइज लेट्स सी व्हाट ह्यापन टुडे। सो गाइज यहाँबाट खुलिसक्यो। यहाँबाट बिस्दै जान्छु होइन, चट्ट लगाएर यहाँबाट उइली हान्दै जान्छु भाइ। उइ मजा आउँछ यार। यहाँको घरहरू पनि बवाल छ कि फेरि। यहाँसम्म त आइपुगेँ। यहाँबाट चाहिँ उता एउटा खोला छ होइन, त्यो खोला साइडतिरको भिडियो बनाउँछु है। यस्तो राम्रो हुन्छ नि फेरि यहाँको घरहरू आमामा। तर यस्तो गाउँ सहर भन्दा त होइन, अलिकति डाँडा भएको ठाउँ भएको भए त राम्रो हुन्थ्यो है। यहाँबाट बिस्तारै लाग्नुलाई बवाल हुन्थ्यो है। वाह कस्तो एकान्त ठाउँ क्या यार। यस्तो ठाउँमा पो त घुम्ने यार। सो तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने पोगा सहरमा आउन सक्नुहुन्छ। बवाल छ ठाउँ है। वाह चट्ट पारामा माथि एयरप्लेन उडिरह अनि तल म राइड गरिरहेको छु। सो गाइस वाह यो नि त पारा। कति राम्रो ठाउँ यार। ए यस्तो ठाउँ चाहिँ भइरहेको छ है जापानमा चाहिँ। यस्तो मन्दिर जस्तो ठाउँ है। बवाल छ ठाउँ, बवाली छ सहर है। चट्ट राइड गरिरहेको छु। सो एक्लै यहाँबाट अब माथिसम्म जान्छु। कस्तो ठाउँहरू भेटिन्छ तपाईँहरूलाई चाहिँ देखाउने प्रयास गर्छु है। सो गाइस यहाँको ग्रिन फुल है ठाउँहरू बवाल छ एकदमै दामी। यी वरिपरिका भ्यूहरू कति दामी हो। र आज मौसम होइन राम्रो भएर नि होला होइन। एउटा बिच खोलामा एउटा खोला छ है साइडमा। यहाँबाट देख्न सक्नुहुन्छ भ्यूहरू बवाल छ है। यहाँबाट म माथि जान्छु कहाँ कहाँसम्म हुन्छ। सबै राम्रो ठाउँ घुम्ने छु। वरिपरि चट्ट राम्रा घरहरू है। बिचमा एउटा खेत हो कि के हो, के रोप्यो हो? धान रोप्यो हो कि गहुँ जौँ बोतो के रोप्यो हो यार। बवाल छ बवाल ठाउँ। थकाइ पनि लागिरहेछ। खाना खाएको छैन, केही खाएको छैन यार। बिहानै यहाँ भ्लग बनाउने भनेर बिहानै उठेको मान्छे। सो गाइस अहिले चाहिँ मोबाइलको सर्टबाट लिइदिउँ होइन। त्यो ठाउँको नाम चाहिँ के होला र? बवाल देखिरहेको छ हेर्नु न। मेरो एमटी पनि ठिकै छ र अगाडिको ब्रेक अलिकति प्रब्लम भएर चाहिँ अलिकति मलाई चाहिँ इन्जोय भइरहेको छैन, इन्जोय गर्न सकिरहेको छैन है। मेरो अगाडिको ब्रेक चाहिँ अलिकति प्रब्लम छ नि त। यो धान हो क्या यार, के रोप्या हो यहाँ? धान रोपे जस्तो छ गाइस। म पनि धान रोप्न आउँ कि क्या यता पछि अर्को सिजन बसेर गफ हानौँ। वाह यस्तो पो हो त ठाउँ यार बाबा। मेरो साइकल यहीँ छ। यहाँबाट देखिने भ्यू यस्तो छ। जुन चाहिँ पुलमा एउटा मान्छे हिँडिरहेको छ आफ्नो मनका कुराहरू सोच्दै। र यता पनि देख्न सक्नुहुन्छ है, कुनै कम छैन यताको भ्यू पनि। चट्ट बादल लागेको है। बादल हेर्नु न। ए कछुआ भैया किधर चलती? हम आपको देखती, तुम किसको देखती? ए कछुए कलुए अरे इधर देखना भाई। लगता है कछुआ भैया ने मेरा बात नहीं सुनी। गाइस चट्ट खोलाको साइडमा बसेर चाहिँ हावा खाँदैछु। फ्रेस हावा एकदमै राम्रो ठाउँ छ। सुत्न पनि मिल्यो यस्तो पारामा। गर्मी, यो गर्मी चाहिँ नभइदिए हुन्थ्यो यार। तर जे होस् होइन, जतिसुकै गर्मी भए पनि यस्तो फ्रेस ठाउँमा चाहिँ घुम्न आउनुपर्छ।
राम्रो छ ठाउँ एकदमै। त्यहाँ कछुवा दुईटा, कछुवाको जोडी के गाउँ गर्दैछ। आज डेट जाने होइन? जान्न नि। आज के खाने र बेलुका के नखाने? चिकन का दङ्गडी का बाप खाने। गफ गरिरहेछ कि उता कछुवाको जोडी खोला साइडमा। त्यो कछुवाको जोडी चाहिँ खोइ के गफ गरिरहेको, पुरा सँगै बसेर हेर्नु न, टाँसिएर बसेछ क्या। ए माथि हेर्दैछ, यस्तो भन्दैछ एउटाले चाहिँ, तिमी चढ न पहिला माथि। चढ्दैन, तिमी अगाडि चढ, तिम्रो लागि ज्यान फ्याल्दिन तयार छु भनेर चाहिँ गफ गर्दैछन् उनीहरू। यहाँसम्म कछुवाको जोडी छ। मेरो जोडी नेपालमा छ। लोन्ली फिल भइरहेको छ। त्यही माथि चाहिँ मेरो नेट अफ भएको छ, टावरै छैन। तर यहाँ सर्भर त छ होला हो, सर्भर पनि यता यो ठाउँमा। नागिन यस्तो आयो भने त फेरि गयो त जित। जापानमा बसोबास गर्ने जितबहादुर थापा बाहिर घुम्दै गरेको क्रममा एउटा पार्कमा एक भयानक सापले टस लिया। सो गाइज, गर्मीले मलाई फ्राई गर्दैछ र यताको वरिपरि यस्तो छ। बिचमा म यता बसिरहेको छु। मेरो साइकललाई पनि घाम ताप्न दिएको। सो यहाँसम्मको भ्यू यति नै हो। अलि टाढा चाहिँ जानु सकिएन, अलिकति गर्मी भएको कारणले। यहाँबाट पनि फेरि यस्तो देखिन्छ कि बबाले। म चाहिँ अहिले घुम्दा घुम्दै एउटा उकालो बाटो आइपुगेँ र यहाँ उकालो चढिसकेपछि चाहिँ माथि एउटा राम्रो गाउँ पुग्दो रहेछ। माथि देख्न सक्नुहुन्छ बबाले गाउँ पुग्नेछ। सो गाइस, गाउँको भ्यू हेर्नको लागि रेडी हुनुहुन्छ त? हैट, तर उकालो चढाउनै गाह्रो कि यो साइकललाई चाहिँ। हैट, बवाल रहेछ यार। घरहरू हेर्नु न, आमामा यस्ता यस्ता। हैट, डरलाग्दो ठाउँमा घर ठडाएर है गमिस किन्सी भनेको रहेछ। तर घर पनि कस्तो चिटिक्क सानो सानो घरहरू। यहाँभित्र बस्ने मान्छेहरू कति राम्रो होला छन्। कसैले चिसो चिया ल्याएर दिए हुन्थ्यो जस्तो लागिरहेछ। साह्रै सुनसान छ त। कसैलाई सुनसान ठाउँ मनपर्छ, कसैलाई धेरै हल्ला ज्यादा भएको ठाउँ होइन। यस्तै छ मान्छेको मन, धेरै फरक फरक। अब एउटै भयो भने कहाँ संसारै चल्छ त? संसारै चल्दैन नि होइन। यो उकालोमा चाहिँ 100 भारी बोके जस्तो, 100 किलोको भारी बोके जस्तो फिल हुन्छ जब उकालोमा साइकल पेल्दा। यस्तै फिल हुन्छ मलाई चाहिँ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ खै त्यो त थाहा भएन है, तर गाह्रै फिल हुन्छ मलाई लागिरहेछ। यहाँबाटको भ्यू यस्तै रहेछ ल। वाह, पुरै सहर देखिँदो रहेछ त हौ। कहाँ थियो यार पहिला यो ठाउँ? सो गाइज, कुना कप्चामा छरिएर बसिएका मेरा प्यारा मित्रहरू, तपाईँहरू आफ्नो दिन कसरी बिताउँदै हुनुहुन्छ? म चाहिँ मेरै नजिकै रहेको पार्कको वरिपरि राइड हान्दै बिताउँदैछु। र यहाँबाट राम्रो राम्रो ठाउँहरू देखाउनलाई चाहिँ तपाईँहरूलाई कसरी देखाउने भन्ने कुरा चाहिँ म पुरा कोसिस गर्नेछु। अब यहाँबाट चाहिँ कुरा अलिक कमै सुन्न सक्छ। यहाँबाट अलिकति गाडीको आवाजहरू चाहिँ धेरै आउन सक्छ है। यहाँबाट अलिकति स्पिडमा जानुपर्ने हुन्छ। यहाँबाट विली विली गाइज, यस्तो अन्त राइड हेर, दामी ठाउँमा यस्तो राइडहरू बबाल आउँछ नि यार। वाह, एउटा फेरि यहाँ पार्क पनि रहेछ। वाह, लो अगाडिको ब्रेक भएर मात्रै हो, नत्र भन्दा म खतरा हान्दिन्थ्यो हौ यस्तोमा त। यस्तो हान्दिने यो चाहिँ नि जापान फुकुओकाको नजारा है त। तपाईँहरू जापानको कुन सिटीमा हुनुहुन्छ, आफ्नो सिटीको चाहिँ भ्यूहरू देखाउनुहोस्, रमाउनुहोस् अनि आफ्ना रमाइला पलहरू व्यक्त गर्नुहोस्। आजको भिडियो पनि यस्तै भयो, त्यति राम्रो बनाउन सकिनँ।
है राम्रो बनाउँछु भनेको त खै राम्रै बनाउन सकिएन यस्तै भयो आजको राइड पनि यो चाहिँ नै मेरो रुम नजिकै रहेको चाहिँ खासका पार्कको भ्यू जुन चाहिँ यस्तो तरिकाले देख्न सकिन्छ सो यहाँसम्म चाहिँ आइपुगेँ उता कहाँबाट यार यहाँसम्म आउँदा त सासै फुल्यो यार राइट लास्टै गाह्रो भयो कोही बुढो भएर नि होला विली पनि हान्न सकिनँ अगाडिको ब्रेक नभएर हो कि अलिकति राम्रो यहाँ सानो बच्चाले चाहिँ आफ्नो साइक्लिङ खतरा गरेर आए त्यो साइकलमा त त्यो बेयरिङ नै छैन त्यतिकै खुट्टाले चलाएर आज भिडियो बनाउन त बनाइयो है तर अलिकति राम्रो बोल्न आइएन राम्रो बोल्न नआएर चाहिँ मलाई चाहिँ अलिकति गाह्रो भयो है यो ठाउँमा चाहिँ यस्तो छ ठाउँ बबाले छ के यस्तो विली हान्न पाउँछ है मेन पार्कको नजारा चाहिँ यहाँबाट देखिन्छ है र यता चाहिँ मान्छेहरू आफ्नो बिदा भएको दिन फ्री भएको बेलामा चाहिँ यता यसरी आफ्नो समयलाई इन्जोय गर्न आउँछन् चट्ट पारामा हैन ए चट्ट टेन ल्यायो यी बिचमा गेम खेल्यो है पुरै हातै कामिरह्यो यार एउटा दुइटा राइड हानेको यसमा खोइ सकिएन सो गाइज यति भन्दै म मेरो राइडलाई इन्जोय गर्दै अब ब्लगलाई पनि यतै रुम अगाडिबाटै इन्ड गर्न चाहन्छु म त अब एक्लै सोलो राइड हान्ने हो नि त भाइ राम्रो ठाउँमा होइन ठाउँ चाहिँ बबाले छ यस्तो राम्रो ठाउँमा चाहिँ रहेछ यस्तो बबाल आउँछ है फेरि यो अन द राइट बब्बाल अब यस्तै एके नासको चाहिँ बल चाहिँ हानिदिनु पर्छ क्या होइन अब यतै इन गर्नुपर्ने हुन्छ घुम्न त घुम्यो तर बोल्नलाई केही पनि आएन ठाउँ त्यति राम्रो थिएन तर राम्रो भ्लग चाहिँ अब बिस्तारै आउनेछ आज चाहिँ त्यतिकै आउट फर चेकिङ मात्रै हो मेरो चेक मात्रै गर्न गएँ मैले र आजको भ्लग त्यति राम्रो भएन है त्यही भएर चाहिँ अब अर्को आउने दिनहरूमा चाहिँ राम्रै भ्लग ल्याउने छु सो हेरिदिनु होला जित भ्लग यति भन्दै म मेरो राइडलाई यही इन गर्न चाहन्छु